सबैलाई बिहानीको नमस्कार। अब हामी मुक्तिनाथ दर्शन गर्नको लागि हिँड्दै जाँदैछौँ। यो मुक्तिनाथ मन्दिर पुग्ने बाटो हो। मान्छेहरू त घोडागाडीमा हिँडेछन् र हामीहरू अब हिँडेर जाउँ भनेर यसो यत्रो टाढा आएपछि त मन्दिर गएर भगवानको दर्शन त गर्नु पर्यो हैन साथीहरू। मुक्तिनाथ दर्शन अनि दोकानहरू सामानहरू यहाँहरू पाइने। यहाँबाट अब आधी घन्टा जति लाग्छ अरे। हेर्नुहोस् साथीहरू, पानी जमेर आइस भइसकेको छ। हेर्नुहोस् म हजुरको माझ अब लाइभ भिडियो राख्थेँ होला। यतातिर फेरि अलि नेटको समस्या हुन्छ। हजुर हजुर, जे होस् हाम्रो चाहिँ हेर्ने भ्युवर्सहरूको आशीर्वादले हामी चाहिँ सञ्चारमा आइपुगेछौँ होइन। पूजा गर्ने अब यसो मर्निङ वाक गरेपछि चाहिँ जाडो पनि कम हुन्छ होइन। त्यही हिसाबले हिँड्न लाग्यो, नत्र भने अब त्यो घोडामा त गइन्थ्यो। खासै चर्को पैसा त छैन, पैसा बचाऊँ भन्ने लोभले होइन कि साथीहरू। यसो होइन हिँडेपछि अलिकति शरीर पनि हुन्छ भनेर। कतिपय मान्छे अब जाँदैछन्, कतिपय आउँदैछन्। यी हाम्रो अब विदेशीहरू पनि आइपुगेछन्। अगाडि गरौँ त्यस्तै पनि समात त्यस्तै। अरे फेरि जस्तो नगर, त्यो जस्तो समातेको थियो त्यस्तै क्या। खैरोहरू ल्याइदिउँ क्या, त्योहरू बग्राहरू भन्छ नि त नि। ल साथीहरू अब लाग्यो होइन मुक्तिनाथ दर्शनतिर। घोडा हेर्नु साथीहरू, यो मुक्तिनाथ जाने बाटो। यहाँ अब फ्रेस हाउस, अब पसलहरू। लजहरू बस्नको लागि व्यवस्था परिपूर्ण रहेछ यतातिर। पारी हेर्नु सक्नुहुन्छ हिँड्छु। अब यहाँ एउटा दिदीले सामान बेच्नको लागि राख्नु भएको रहेछ। हेर्न सक्नुहुन्छ तरह तरहका कपडाहरू छन् यतातिर है। हल्का चिसो भएको अवस्था छ। जाडोले गर्दै मुख पनि अब सुक्न लागिसक्यो साथीहरू। एउटा छोटो मिठो भ्लग बनाइदिउँ साथीभाइहरूको लागि भनेर यसो गरेको प्रयास हो। सामानहरू हेर्न सक्नुहुन्छ, तरह तरहका मूर्तिहरू। साथीहरु हेर्नुस्
कतिपय मानिसहरू अब फर्किँदैछन् दर्शन गरेर। अब हामी त अब जाँदैछौँ, हेर्न सक्नुहुन्छ दृश्यहरू। ठुलो ब्रान्च छ नि त, दुबईमा छ, दिल्लीमा छ, र हरेक स्टेटमा ब्रान्ड होटल 5 स्टार होटल। हामी साथमा छौँ, हाम्रो विष्णु दादा हुनुहुन्छ अनि हाम्रो भाइ र चाहिँ हामी हुन त अब परदेशी होइन, यसो मौका चान्स मिल्यो घुमौँ भनेर यसो घुम्न हेरेको। हेर्नुहोस् अब घोड सवारीमा पनि मान्छे जाँदैछन्, कतिपय घोडाहरू फर्किँदैछन्, हेर्न सक्नुहुन्छ। यहाँ हाम्रो विदेशी प्रकृति आउँदै हुनुहुन्छ, हेर्नुहोस् प्रकृतिहरू। हेर्नुहुन्छ व्यवस्थाहरू होटलका। हेर्नुहोस् साथीहरू, हामी फेरि अब गाडीमा बसी कुद्या छौँ हामी साथीहरू। अब हात खुट्टा तारौँ हिँडौँ भन्दै हिँड्न थालेको। हेर्नुहोस् टुरिज्म एरिया होइन, सब हेर्न सक्नुहुन्छ तपाईँहरूले। उनीहरूले चाहिँ अब हिँड्दैन त माथि घाममा हिँड्ने, अब सूर्य आज घाम छ, भोलि माथि आउने।